सो गाइस आज चाहिँ मेरो है आजको भ्लग सुरु हुन्छ है। आज चाहिँ म यो दिनमा चाहिँ के गर्छु त्यो भ्लग चाहिँ गर्छु। आज बिदा पनि भयो माइक चाहिँ भर्खर उठेर पनि मोबाइल हेर्न लाग्नु भयो। भर्खर मुखसुख धोएर मैले चाहिँ अब फ्रेस भइसकेपछि अब टक्क लाएर चिया खानु पर्ला, खाएपछि एकछिन पढ्नु पर्ला। अनि आज दिनमा आज के हुन्छ आज भ्लग सब यसमा हाल्छु। बिहानको आज कोलरुको बाहिर हेरौँ कस्तो छ त्यो ल हेर्न सक्नुहुन्छ। कोलरुमा चाहिँ यस्तो चढक्क लाएर हुसो सुसु लागेर यति चिसोमा चाहिँ नाङ्गे आउने म मात्रै होला कि यस्तो है। अब पुरै हुसो लागेर बडी यतातिर पुरै भिजेछ है। पुरै पानी सानी पुरै यो खाट भिजेर चिसोले गर्दा त्यही हो ल। यो त्यसपछि मैले ओछ्यान सोचेन मिलाएको थिएन, ओछ्यान सोचेन मिलाएँ टक्क लगाएर ओछ्यान मिलाएपछि अब टक्क सो कहिले एक्सर्साइज नगरे फिजिकल एक्सर्साइज त अलिकति गर्नु पऱ्यो। अब टक्क लगाएर गर्छु है। आज धेरै दिनपछि गर्न लाग्छु है, कति सकिँदो रहेछ ल हेरौँ है। अझ ल होम एक्सर्साइज हुँदैछ ल। त्यो चेस्टको लागि चाहिँ मैले पहिला धेरै सक्थेँ, आजकल जम्मा 30 मात्र हाने है। 30 हाने जस अब डायमन्ड पुसअप हान्नु पऱ्यो। डायमन्ड पुसअप हान्न चाहिँ लास्ट गाह्रो हो। बलमा 10 पनि हान्न सकिनँ मैले डायमन्ड पुसअप कस्तो। त्यसपछि मैले चिया बनाउनु रहेछ, मलाई क्रिमोल ल्याउनु जा भन्नु। अब क्रिमोल त हामीले चियासँग खाँदा होइन, क्रिमोल टक्क लिएर आउँदै थिएन। क्रिमोल लिएर टक्कै हाम्रो चिया आउँदैछ है। माइजले एउटा खानुभन्दा अगाडि मैले 3टा खाइसकेँ कि माइजूको भाग पनि मैले खाइदिएँ। मामिजीले खाना सक्नु भएन लास्ट आएर है। एकदम तातो चाहिँ हामीले खानासाना खाएर आज टाउकोसँग नुहाएर यसो बजारतिर जान्छ। म मेरो पछाडिको एउटा साथी छ त्यो जान्छ। ऊ पछाडि कस्तो हेर्छ गोरु जस्तो मास ल है। ल म आज जान्छु एकछिन नुहाएर अनि पछि जान्छौँ टक्क बजारमा देखाउँछु आज के हुन्छ आजको दिन। हामी चाहिँ टक्क आएर बजार आइसकेको थियौँ साथीहरू आएर टक्क बजार आएपछि अनि है कहाँ जाने कुरो भइरहेको थियो त्यही जाँदा केटा सब आइसक्यौँ ल जाम ल हो ल अब त्यो किनेपछिको पछि भिडियो सेल्फी स्टिकमा राखेर भिडियो बनाउनु ल जाम। सो त्यही हो हामीहरूले चाहिँ आज सेल्फी स्टिक किनेर टक्क लगाएर कुन यो ठाउँको नाम के अरे गोलपार्क चाहिँ फेरि दामी बनाएछ। ब्याग हेर्न सक्नुहुन्छ ब्याक साइडको झिलिमिली पोखराको झिलिमिली रुख न मास यो मास कि दल्ला बाजु हेर्नु ब्याग चाहिँ दामी बनाएको छ। स्कुल नगरपालिकाले 10 बिघा बिघातिर जान लाग्छ। 10 बिघा हस्पिटल हजुर यो 10 बिघा त्यही हो। क्यामेराम्यानलाई चाहिँ दामी बनाएको छ है। क्यामेरा चाहिँ खिच्दिन्छ हस्पिटल त नि हस्पिटल भनेको गाइदियो प्रशासन कार्यालय हो क्या तेरा बाउले भने प्रशासन कार्यालय हस्पिटल हो तेरा बाउले भने हैन हाम्रो ज्ञानेन्द्र चोर हाम्रो ज्ञानेन्द्र चोर ल मोबाइल स्ट्यान्ड भन्छ ल ज्ञानेन्द्र सब आइम जाममा चाहिँ हामी नास्ता जान्छौँ। नास्ता गएपछि त्यसपछि त्यहाँ देखाउन तपाईँहरूलाई भिडियो चाहिँ ल। हाम्रो साथीहरू चाहिँ टक्क आइगयो आज सकिँदा यो ज्ञानेन्द्र साई ल जाम नहान्न मास हेर्न मुला हो त्यो नपालाई आज किनेको ल हजुर रणनीतिको छोराले फालिहालेर हेर्न मास तला ल जाम जाम कतिजना नास्ता न अब के फेरि उतै उता नास्ता गर्न जाने ल जाम न त मेरो मामा माइजको अफिस जाम। सो त्यही हो ल हामी चाहिँ अब सुमन अरु हैन हामीलाई नेपालमा जाति छैन गाडी ब्लग बनाएर टक लाएर मनस मेरो छ नवीमा आशिषको मेरो मामाको मोबाइल लगेर जान्छु आइफोन भन्नु पर्ला मामालाई ल केटा के भन न हाम्रो कन्टेन्टमा हैन के भन्ने हो र के भन्ने साल पहिलो दिन भन्नु के भन्ने थियो पहिलो दिन के भन्नु छ र कुकुरले लिएर यो छोरी बनाइदिएको छ। तेरा अब त्यस्तो नभन् न मेरो भ्लगमा यार के भन्नु हामी चाहिँ होइन भोक लागेर केटा सब लगाएर ल नास्ता खाना आयौँ। के खाने केटाहरू बिरयानी खान पाएका भिखारी जस्ता पहिले बिरयानी भन्छ यो भिखारीहरू हुन् बिरयानी खाने भन्छ केटाहरू। आज चाहिँ यस्तो बिरयानी नेपालको चोर एक नम्बर फटा चोर छ है ल। एउटा दामी चोर छ, चोर्नुमा एकदम माहिर छ, चोर्नुमा चाहिँ एकदम माहिर छ ल।
चोरहरूको काम यस्तै हो अब जग चोर लाग्छ ल त्यही एउटा के ए चिल्लो छ बिरेन चिल्लोमा चिल्लो त चिल्लो छ हेर्न चिल्लो जे पनि हुन्छ यो हेरेँ मोबाइल चिल्लिन राम्रो के हेर ल कोही लगिन्छ सो देखिहाल्नु होला होइन हजुरहरूले पनि मेरो डान्स चाहिँ कस्तो थियो भन्दाखेरि है अहिले राम्रोसँग देख्ने ल त्यही हो त्यसपछि हामी नास्ता सास्ता खान्छौँ टक्क लाएर केटाहरू चैट पारामा सबजना नास्ता सास्ता खाने हो टक्क कुरा गणेश सरले अनुप सरले बिरयानी दामी छ भन्दै हुनुहुन्छ र अनुप सरले चाहिँ काँचो छ भन्दै हुनुहुन्छ हो अनि अब हाम्रो सुमन सरदेखि स्टार्ट भयो सुमन सरदेखि स्टार्ट गर्दैछौँ ल खाने हो बोलेर मलाई लाग्यो त्यो कस्तो र होइन अझ भएर कहाँ जानुपर्छ त्यसको त त्यो बुलुट गर्ने गरेर चार्ज घटिहाल्छ होला त किन त्यो गर्नु पर्यो त राख्नु पर्यो एउटै त होइन बुलुट गर्ने गरेर त चार्ज घटिहाल्छ गोदाम किन राख्नु पर्यो चलाउने गोदाम अफ भयो होला क्या अफ थियो अनि हाम्रो त्यसले अफ गरेछ गयो मेरो साथ लाइट बालेर भिडियो बनाउँदा ल अब ज्ञानले के भन्न चाहनुहुन्छ भन्नु यहाँ यहाँ चाहिँ यो चाहिँ एकदम खतरा बिरयानी पाइन्छ यहाँको मालिक हो तपाईँ के भन्नु न दाइ यहाँ सबैजना आउनु पऱ्यो होइन एकदम स्वादिष्ट र एकदम मिलाएर दिनुहुन्छ दाइले चाहिँ हजुर गर्नुपर्छ पर्दैन होला अब चाहिँ यहाँ आउनु सक्नुहुन्छ भने भर्खर खुल्मा रहेछ ल सुरुवात चाहिँ आजको दिन हाम्रोबाट भयो जस्तो एकदम दामी दाम बनाउनुहुन्छ हेर्नु है खै हात चिप्लो भएर के भएर आउनु ल हजुर सबजना होइन प्राइस पनि एकदम दामी मिलाएर राख्नु छ ल हामी जान्छौँ अरूचोटि आउँछ ल है सो त्यही होइन हामी सब नास्ता सास्ता खाएर टक्क लगाएर अब 10 बिघातिर पुगिसक्यौँ 10 बिघातिर पुगेछ अब हामी हाम्रो साथीलाई पुऱ्याउने घर जाँदैछौँ उसको रुममा पुगेपछि फेरि अलिअलि मिलाएर भ्लग सलग बनाउँदै गरौँला केटाहरू चटचट्ट लगाएर साथमा छन् है त्यही हो आयो भने हेर्नु 10 बिघा गयो वाल पछाडि सुमन सरको छु एफजेड सुमन सर भने मेरो नाम आउँछ जस्तो लाग्छ नभन्न मलाई त्यस्तो है त्यही हो केटा दामी सोधिनेहरू पनि हुन्छ अगाडि म खेल्दैन क्यारम बोर्ड खेल्न लिएर आएको सर बन्द अलिअलि खेला अघिको भारो पनि फेरि आमा रन्डिएको छ हामी दुईजना जितेको गाई हेर त्यसको हिँडाइ छक्का चौका छ हिँडाइ त खतरा हिँड्छ त कस्तो क्या यता हेर गाइज कोलपुरको बोको गाइड हामी कोलपुरका डनहरू हामी शिक्षा सेवा दिँदै अगाडि बढिरहेका छौँ अगाडि हुन्छ सोच्नेहरू हामी सोच्नेहरूको पछि लागिरहेका छौँ चिट्टी गडी हाम्रो गणेश सरलाई 99 वाला मन पऱ्यो गरे 93 मन पऱ्यो गरे अनि सुमन हाम्रो यहाँ सरलाई चाहिँ यता चाहिँ पिङ्की मन पऱ्यो गरे तिम्रो बन्नुला तिम्रो भक्त
पिङ्की पिङ्की मेरो को भ्लग हालेर सकेँ होइन। अब चाहिँ म घर पुगिसकेको छु। राति खानासाना खान्छु। खानासाना खाएपछि अर्को भ्लग चाहिँ अब हाल्नु नेक्स्ट डेमा। हजुरहरूले भ्लगमा चाहिँ होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने गरिदिनु। त्यसपछि अरू कुरा पछि गरौँला। हामी चाहिँ अब सोतौँ भाइ ल।